लीला एउटा जिज्ञासु सानी केटी थिइन् जो सानो गाउँको जंगल हेर्थिन् र सोध्थिन्, यस जंगलमा कस्तो रहस्य छ होला? एक बिहान सूर्यले आकाशलाई गुलाबी र सुनौलो रंगले रंगाएको बेला उनी सानो झोला लिएर गइन्, भोक मेट्ने रोटी, केही फलफूल र उनको मनपर्ने रातो रुमाल। अचानक सुनौलो रंगको सानो खरायो सामु आयो। यसले नाक हल्लायो र लीलालाई पछ्याउन आमन्त्रण जस्तो गर्यो। लीला खरायो पछ्याउँदै जाँदा एक ठूलो रुखको खाली ठाउँमा आइपुगिन्। रुखका हाँगाहरू हल्लिन्थे। रुखले बोल्यो, नमस्ते लीला, म एल्डरवुड हुँ। लीला अचम्मित भइन्, तर टाउको हल्लाएर स्वीकृत गरिन्। एल्डरवुडले उनलाई जंगलको गहिरो भागमा रहेको लुकेको खजानाको बारेमा बताए। लीला अघि बढ्दा उनी चम्किलो नदीमा पुगे। एक पुल देखा पर्यो। यो पूरै बादलबाट बनेको थियो र वरिपरि हाँसोको आवाज सुनिन्थ्यो। पार गर्न चाहन्छौ भने एउटा जोक भन्नुपर्छ, आवाजले भने। लीला केही समय सोचिन् र भनिन्, सुँगुरले किन झोला बोकेको? किनभने उसले आफ्नो नट्स प्याक गर्न चाहन्थ्यो। पुलले यति धेरै हाँसो गर्यो कि हल्लियो, तर पछि स्थिर भयो र लीला सुरक्षित पार हुन सकिन्। अर्को छेउमा लीला वरिपरि इन्द्रधनुषी रंगका पुतलीहरूले घेरे। तिनीहरूले नाच्दै सानो मिठो आवाजमा दिशाहरू भने, सूर्यको किरणको पछि लाग र पहिलो संकेत भेट्नेछौ। लीला चङ्किला चिन्नाउरू भएका ढुङ्गाहरूको घेरामा आइपुगिन्। हरेक ढुङ्गामा एउटा पहेली लेखिएको थियो। पहिलोले भन्यो, म मुख बिनाको बिना बोल्छु, कान बिनाको बिना सुन्छु र बोलिनाको बिना जवाफ दिन्छु। म के हुँ? लीला ध्यानपूर्वक सोचिन् र भनिन्, एक इको, प्रतिध्वनि। ढुङ्गा चम्कियो र गहिरो जंगलमा जाने बाटो खुल्यो। अचानक एक चतुर फोक्स आइपुग्यो र बाटो रोकेको थियो। पास गर्न चाहन्छौ भने मलाई हाँसाउनुपर्छ, फोक्सले भने। लीलाले आफ्नो बिरालोले गरेको रमाइलो नाचको नक्कल गरिन्। फोक्स यति धेरै हाँस्यो कि रोल गर्दै गयो र बाटो छोडेर हरायो। लीला चम्किलो तालमा आइपुगे। बीचमा सानो टापु थियो, कदम राख्ने ढुङ्गाहरू थिए, तर तिनीहरू हल्लिन्थे। एक कोमल आवाजले भन्यो, केवल दयालुता ढुङ्गाहरू स्थिर बनाउँछ। लीलाले सानो कछुवालाई ढुङ्गामा राखेर सुरक्षित पारिन्। अचानक बाटो स्थिर भयो। टापुमा लीला एक चम्किलो बाकस भेटिन्। उनी सोचे कि सुन र जवाहरात भेट्ने, तर त्यसको भित्र साना प्राणीहरू थिए, फैरीहरू, जनावरहरू र सुनौलो खरायो। सबैले खुसीले नाच्दै चिच्याए। एल्डरवुडको आवाजले गुन्जावन भयो, सबैभन्दा ठूलो खजाना मित्रता र साहस हो। तिमीले भेट्यौ लीला। लीला थाकित तर खुसी हुँदै घर फर्किन्। उनले सुन वा जवाहरात लिएनन्, तर उनको हृदय खुसी र साहसले भरियो। त्यस दिनदेखि उनी प्राय जंगलमा जान्थिन्, प्राणीहरूलाई मद्दत गर्थिन्, जादु सिक्थिन् र गाउँलेहरूलाई साहस, दयालुता र हाँसोका कथाहरू सुनाउँथिन्।